हेलो 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 हजुर सबैलाई दर्शक नमस्कार 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 जय श्रीराम जय महाकाल। आज हामी जाँदैछौँ भाबेचरतिर। फिलहाल हामी दुई भाइ मात्र जाँदैछौँ। आज आमा तीर्थ औसी बिहानै बिहानै उठेर पूजा गरियो। आमाहरूको खुट्टा ढोगरियो, बुबाहरूको खुट्टा ढोगरियो, फुपूहरूको खुट्टा ढोगरियो, सबैदेखि आशीर्वाद पाइयो। आज फिलहाल हामी जाँदैछौँ भाबेचर। भाबेचर गएर थोडा पैसा पनि निकाल्नु छ, भेनाहरूको लागि दिनु छ, बुवाहरूलाई दिनु छ। अनि त्यसपछि बिन्दास आज जानुपर्छ मेरो हजुरआमालाई भेट्न। स्पेसली मेरो गेस्ट हजुरआमा हुनुहुन्छ आजको मुख्य भिडियोको पात्र। अनि आज चाहिँ हामी जाँदैछौँ यो पुरानो जङ्गलको बाटो। नातिको नखिचेर कसको भिडियो खिच्ने भन्नुहोस् त। हजुरको पेट भरिया छ र तुनु कहाँ छ? हामी त यस्तो परेको छौँ त यस्तो। केही खानु पाएन है बिहान देखेर? गोब्रिया छ पेट। अब बुढी भइ छ भन्नु कोही देखेको। अब एकछिन हुँदैछ अनि खाने त खाने। नै ठिकै छ। हामी उहाँबाट भेट्न आएको खास तपाईँले नै थियो। हेलो गाइज, के छ खबर सबैजनालाई मेरो नमस्कार। आज चाहिँ माथा तीर्थ औसीको दोस्रो दिन, 5 गते, वैशाख 5 गते। आज अब हिजो अब राति अब हजुरआमालाई पनि भेट्यो, सबैसँग भेटघाट पनि भयो। कान्छी छेमा, ठुलो मम्मी, साइली छेमा, बहिनीहरू, जेठी दिदी, माइली बहिनी, साइली बहिनी, कान्छी बहिनी सबैसँग भेट भयो। माइलामा पनि आउनुभएको थियो, एकछिन मामासँग पनि भेट भयो। अनि फिलहाल सबै मान्छेहरू आउनुभएको थियो, सबैसँग भेटघाट पनि भयो, रमाइलो पनि भयो, नाच्यो गाइयो, रमाइलो गऱ्यो। आमा तीर्थ औसीको सबैलाई शुभकामना पनि छ। र हामीले जस्तो रमाइलो गऱ्यौँ तपाईँहरूले त्यस्तै रमाइलो गर्नुभयो या कस्तो गर्नुभयो एकचोटि मलाई थोडा कमेन्ट बक्समा बताइदिनु होला। यस्तो आज चाहिँ अब फेरि कान्छामामाको घरमा जाने भन्ने प्लान छ सबैको। अहिले चाहिँ बिहानको ठिक 9 बजे। त्यसैले शुभ दिन, बाई बाई। आज यस्तो भुङ्कीसम्म जानुको यात्रा धेरै राम्रो छ है। गर्मी छ, मैले त्यही भएर कपडा ओढेको छु है। गर्मीले पुरा पोलेको छ यार। यस्तै भने कालो डर्ने काम हुन्छ। अनि फिलहाल गरी म मात्र छु अहिले मम्मी, बुवा अनि अर्को सानो फुच्चे हाम्रो साडु भाइहरू, सालीहरू हामी पछाडि नै हुनुहुन्छ। अलि पछाडि नै हुनुहुन्छ, म चाहिँ अलि अगाडि छु, किनभने उहाँहरू दार्सहरू पिउने मान्छे, धेरै मलाई झ्याउ लाग्छ। अनि फिलहाल गरी अहिले चाहिँ ठुल्दाई अनि बुढी बजे चाहिँ उता गाडी यातायातबाट जानुभयो। हामी चाहिँ हिँडेर जाऊँ भन्ने कुराले हामी चाहिँ यताबाट आएको छौँ। ठिकै छ। म तपाईँलाई यहाँको घनाघोर जङ्गल र त्यसमा बनेको बाटोहरू, पहाडहरू म तपाईँलाई हल्का देखाउने छु। मोबाइलको क्यामेरा राम्रो नभएको कारणले म तपाईँलाई सबै कुरा देखाउन सकेको छैन। आइएम सो सरी त्यसको लागि। कुनै दिन आइफोन किनेँ भने म तपाईँलाई प्रशस्त रूपमा सब देखाउने छु है। त्यसैले साथ सपोर्ट गर्न नभुल्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब, लाइक, कमेन्ट गर्न चाहिँ नभुल्नु होला। यदि पुरानैले हेर्नुभएको छ भने लाइक अनि कमेन्ट चाहिँ गर्न नभुल्नु होला। अलिअलि चाहिँ हामी जाँदै रहौँ। अगाडिको बाटोमा तपाईँलाई देखाउँदै रहन्छु, हेर्दै रहनुहोस् है त। ओके गाइज, घनघोर जङ्गल। म चाहिँ भगवा कलर लगाएर हिँडिरहेको छु। यो भगवा कलरमा के नाम लेखिएको छ थाहा? जय महाकाल। सो गाइस, अहिले भने म मामा घरमा तलतिरपट्टि डाँडा थिम्छु।
यता पर बुलबुले मतलब सुर्खेतको बुलबुले होइन, यो बरातल 7 6 कति पर्छ बुलबुले। अनि यहाँ माथिल्लोपट्टि मामा घर छ। अब त्यहाँ जाने कुरो हुन्छ। मामा सुर्खेततिर जानु भएको छ अरे, आउनु भएको छैन अरे, कहाँ बर्चर आइपुग्नु भएको छ अरे भन्ने कुरा सुन्थेँ। माइजू हुनुहुन्छ होला घरमा। मलाई चाहिँ थोडा समय धेरै भयो यहाँ बसेको, मम्मी बुवाहरू अझै आउनु भएको छैन, फोन पनि गरेको छैन। मैले दाइ पनि अघि नै फोन गर्दाखेरि हिँडेको छैन भाइ, म त रोडमै छु भन्नुहुन्थ्यो। अझ धेरै समय भइसक्यो। अहिलेको टाइम भनेको 12:35 10:45 55 अब 1 पनि बज्न लागिसकेको है। म चाहिँ घरभन्दा तलतिर छु। अब एकछिन जान्छु, घरमा को हुन्छ मामाहरूको भेटघाट हुन्छ, अनि त्यसपछि फेरि भेटौँला। अहिले चाहिँ म तपाईँ गएर देखाउँछु। अहिले चाहिँ म जान्छु मामा घर, तपाईँलाई त्यो देखाउँछु है त, हेर्दै जानुहोस्। फाइनली गाइज आज हामी चाहिँ घरतिर है, रोटी चाहिँ अलग्गै टाइपको छैन। फाइनली आज 7 दिन 1 हप्तापछिको मामा घरपछि है, 1 हप्ता बसाएपछि मामा घरबाट हामी फिर्ता घर जाँदैछौँ। 1 हप्ता बसाएपछि हामी मामा घरबाट अहिले फिलहाल घर जाँदैछौँ। अनि फिलहाल त्यस्तो त केही छैन। यतातिर आएर न नेट न चार्जर। आज पहिलो दिन, हिजो दिनभरि माछा मार्न गयो। अनि दिनभरि माछा मारेको बेला मैले चाहिँ त्यो आफ्नो मोबाइल एक्लै घर चार्ज लगाएर छोडिदिएको थिएँ। घर आउँदाखेरि 100% चार्ज भएको थियो। यहाँ राम्रोसँग नेट चल्दैन, त्यही कारणले पनि मैले भिडियो सिडियो अरू त थोडा एडिट गरेन, तर पुरा भिडियो एडिट गरेको छैन है। अब चाहिँ यस्तै हो। आज चाहिँ फाइनल्ली घरतिर फर्किँदै हो। फर्किएर अब घर गएर के कस्तो हुन्छ होइन, घरमा त कोही पनि हुन्न, त्यही पनि जानु पऱ्यो। सबै आफ्नो चिजहरू गरेर सम्हाल्नु पऱ्यो। मम्मी बाबा पछाडि नै हुनुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ। हामी चाहिँ अहिले जाने तल घर गएर उहाँ सरको कपडा लगाएर जाने हो। उहाँ सरको कपडा ल्याएर सरारा साइली भनेर सरारा घर जाने। पहिला जाउँ तल जाउँ। आधा पैदल आधा गाडीमा होइन, सबै पैदल जाने हो। अच्छी बात है, होने पड़ेगा। पैदल जाने हो, पैदल।